यहाँबाट चाहिँ यसरी सुरु गरेकी छु। त्यो सँगसँगै मेरो अहिले खाजा ब्रेक, खाजा खान्छु अनि फेरि स्टार्ट गर्छु। पक्कै पनि आज एउटा रङ्गोली रङ्ग्याउँदै गरेको चेली भोलि कसैको घर रङ्ग्याएको देख्न पाइयोस्। आज लक्ष्मी भित्राउँदै गरेको यो चेली भोलि कसैको घरमा आफू भित्रिएको देख्न पाइयोस्। पक्कै पनि यो यहाँबाट देखिएको अग्लो हिमशिखर जस्तै उहाँको मन त्यति नै उच्च छ। पक्कै पनि दर्शकबिन आज यो साँझ पर्न आँटेको बेला लक्ष्मी भित्राउन गरिएको तयारी र उहाँ हरेक दिन सबैको घरमा झुल्के घाम जस्तै किरण छर्न पुग्नुहुनेछ भन्ने आशाका साथ वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना भन्न पाइयोस् चाँडै भन्छु। रामको घर, कमलाको घर, त्यस्तै गरी मुनाको घर कहिले पनि नपर्ने तीनजनाको भर भन्छन् क्या। किनभने दुईजना श्रीमती एउटा रामको पछि लाग्नुभएको होइन, रामले ल्यायो उहाँलाई दुईजनालाई। यो सयपत्री फुल जसरी मिलेर एउटा थुङ्गा बनेको छ, केस्रा केस्रा मिलेर, त्यसरी नि मुना र कमला मिलेर रामलाई पनि गाँठो पार राख्नु भएको छ क्या। यस्तै यस्तै बोल्नु पर्छ अरे नि त। सो गाइज अहिलेको अवस्थामा चाहिँ अन्धकार छाएको छ हाम्रो सेटमा। अनि कलाकार यिनी चाहिँ धेरै बोल्छिन्। अनि अहिले चाहिँ लाइन गएको छ, तर पनि हाम्रो कमला दिदीलाई कसैले रोक्न सक्दैन। यो लाइन भन्ने कुरा के हो र? मात्र झुन्डिरह कहाँ अनि दिदीको मोबाइलमा चाहिँ माकुरो झुन्डिरहेको थियो। बहिनीको गफ सुनेर कोही पनि नछुट्टिनु होला। ल अहिलेलाई यति नै। हेर लाइट भएको भए क्या दामी देखिन्थ्यो, तर अहिले पनि दामी देखिएको छ देखिन चाहिँ। हजुर बुढापाकाले अरे नानु प्लिज बत्ती गएको छ प्लिज। तिमीलाई पो केही हुँदैन त, दिदीलाई त डर लाग्छ अरे। यत्रो मेहनतले बनाएको बिग्रियो भने के हुन्छ? हात दुख्छ। हात दुख्ने मात्रै सबै दुख्छ नि। मलाई दिदीले नि यो रङ्गोली बनाएको देखेर मलाई पनि बनाउनु होला। त्यसमा त कलर हाल्न मलाई माथिको घरमा बनाउनु पर्ने त्यो बनाउ कहाँ ल यो कोठामा चाहिँ पिङ्क धेरै नै सुहाएको छ भन्ने कुरा हाम्रो कसले भने? दिदी चाहिँ यसरी हाल्दै हुनुहुन्छ। साइड साइडमा गएको त्यो मिलाउन फेरि होइन अन्तर मंतर करके छू हो जाता है। लुक
लगायत हामी चाहिँ यो अवस्थामा पुग्यौँ। दिदी गलेर गल्नुभयो छैन रे। ल ठिक छ कुन मतिर फर्किने बित्तिकै लाइन आयो भनेको त लाइन त होइन यो लाइन हो र लाइन हो। ल फाइनली खतम तपाईँको छैन होइन यो वाला चाहिँ खतम भने के छि यस्तोलाई कसले छि भन्छ भनेर तर्काउने रे के। दिदी गलेर भुतुक्कै आमा कहाँको लाइट भयो यस्तो भइसक्नु भएको छ। अनि मैले छिले कि यहाँनिर नछेलिकन देखाउन चाहन्छु म। कैसे है गाइस हमारा रंगोली। लगभग हामी अन्तिम चरणमा छौँ। अनि त्यहाँ चाहिँ दियो पनि रेडी हुँदैछ। मलाई माथि माथि पनि कम्प्लिट भएछ फाइनली। तल ढोकामा पनि भयो। अब उयो के भन्छ बराइनको सुरुमा बाँकी छ। अनि यो पनि लगभग रेडी हुन लाग्यो। दिदीले सक्न लाग्नुभयो होइन। अझै पनि लाइन आएको छैन। हिरा दाई केही मिठा भात गरौँ हामी। दाई मक्कै परेर हेर्दै हुनुहुन्छ दिदीले बनाएको रङ्गोली। तारिफ गरिदिनु न अलिअलि पछाडि राम्रै भएन भन्दै हुनुहुन्छ। अनि होइन त चलिरहेछ। ल अब चाहिँ हिरा दाइले बसी तारिफ गर्छु भनेर बसिसक्नु भएको छ। हो त्यो चाहिँ सही हो है। जानी नजानी बनाएको हुन्छ त्यही पनि आएर कचाल कुचुल बनाइदिन्छन्। अनि कोसिस मात्रै होइन यो।
फोटो चितायो मलाई कमलालाई मुनालाई कमलालाई छाडो हो नचेल्यो अलि बाहिर निस्क्यो है बाहिर निस्क्यो एक पैसा यसो जिउरे ढोके जस्तो गर उता मुनालाई ठ्याक्क सबैजना उठाउँ त साथीहरू दुईतिरबाट अगाडिबाट एक साइडबाट दाइला मलाई अगाडिपट्टि हेर्ने उता डायलग ओके यता फर्के एकछिन छोड्नु भटो गरम न सुटिङ राम्रो छ म पनि राम्रो छु सबै देखेको छु हाम्रो टिकाको कार्यक्रम भइरहेको छ शुभ दीपावली 2082 फोटोमा त हाम्रो मुना बहिनीको टिका कार्यक्रम सकिएको छ अब हामी 1-2 दिनमै सुतिसकेर फर्किँदैछौँ
धेरै मेहनत गरेर खिचेका छौँ हामीले कारण जो खुसी छ छाता एकजनाले ओढाइदिनु त मलाई रेडी नजिक आउँछ क्यामेरा रोल एक्सन वाइट छ छैन वाइट छैन भने के फरक पर्दैन एक्सन आजबाट मेरो दुईवटी बहिनीहरू भएका छन् आजको दिन मेलाई सबैभन्दा खुसीको दिन यो दिउँला प्लेजमा अब जाउँ सर पूजा गर्न सुरु गर्नु